अस्ति चाहिँ मैले एउटा भिडियो पोस्ट गरेको थिएँ मेरो काउन्सिलिङ सेसनको रिभ्यूको बारेमा। तपाईँहरूलाई लाग्छ होला पैसा खर्च गरिरहेको छ यसले, यस्तो यस्तो लाग्छ होला होइन, अब नलिएको मान्छेलाई त। बट मैले किन काउन्सिलिङ गरिरहेको छु त भन्दा इमोसनहरूलाई चाहिँ अन्डरस्ट्यान्ड गर्नको लागि काउन्सिलिङ सेसन लिने गर्छु एभ्री विक। त्यसरी चाहिँ होइन, आई डोन्ट निड त्यस्तो खालको मात्रै। म कुनै काउन्सिलर चाहिँ रेडी राख्छु। डिफ्रेन्ट लाइफको डिफ्रेन्ट फेजमा डिफ्रेन्ट इभेन्टहरू हुन्छ, राइट? आई डोन्ट नो अरूले के गर्छ, तर मैले चाहिँ एउटा काउन्सिलर चाहिँ राखिराख्छु, लाइक सेफ स्पेस जस्तो के। इफ आई निड टु डिस्कस मेरो इमोसनको कुराहरूमा मैले मेरो इमोसनल ब्रेनले थिङ्किङ गरिरहेको छु कि मेरो ऱ्यासनल ब्रेनले थिङ्किङ गरिरहेको छु भनेर, त्यो इमोसन कति इमोसन्सहरू चाहिँ लाइक अस्तिको एपिसोडमा मैले भने मलाई त्यो इमोसन किन फिल भइरहेछ नै थाहा थिएन। एन्ड त्यो सेसनले यस्तो क्लियर बनाइदियो कि मलाई थाहा नहुँदाखेरि यस्तो यस्तो फिल भइरहेछ, बट वाइ। अनि एम्प्टिनेस पनि कति धेरै टाइपको एम्प्टिनेस हुँदो रहेछ नि त होइन। हलो एम्प्टिनेस, अनि अलिक स्याडनेस, के अप्सन दिएको थियो। एन्ड मेरो फिलिङ चाहिँ हलोनेससँग थियो एन्ड आई चोज हलोनेस। एन्ड उहाँहरूले चाहिँ एउटा मेल गरिदिनु भएको छ मलाई प्याटर्न नोटिस गर्न, के गर्दाखेरि के कुराले ट्रिगर गर्छ। अनि तपाईँको लाइफमा अथवा पार्ट अफ द डे, मर्निङमा हुन्छ कि त्यो फिलिङ, इभिनिङमा हुन्छ कि डे हुन्छ कि नाइटमा हुन्छ कि अथवा कसैसँग केही कुराकानी गर्दाखेरि हुन्छ कि होइन, त्यो कुराहरूलाई चाहिँ जर्नलिङ गर्नको लागि, एउटा प्याटर्न नोटिस गर्नलाई, जर्नलिङ गर्नलाई चाहिँ एउटा मेल गरिदिनु भएको छ उहाँहरूले प्रम्प्ट होइन। अनि द्याट्स हाउ काउन्सिलर हेल्प। मेन्टल हेल्थ काउन्सिलिङ लिनु चाहिँ नट अ ब्याड थिङ भनेर जनचेतनाको लागि पनि बनाउने गर्छु क्या भिडियोहरू। बट आजको लक्ष्य भनेको चाहिँ हामीसँग कति धेरै इमोसनहरू हुन्छ कि त्यो इमोसन हामीले चिन्न पनि सक्दैनौँ। अब मलाई त त्यसको बारेमा अवेर थियो र म चिन्छु मेरो इमोसनहरू, र त्यसमध्ये पनि लाइक अस्ति भनिहालेँ अस्तिको इमोसनलाई मलाई चिन्नलाई गाह्रो थियो भनेर। लास्टको 2 मन्थ जतिमा चाहिँ मैले एकदम राम्रो काउन्सिलर भेटेको भएर मेरो इमोसन्सहरूमा अवेरनेस यति धेरै छ नि, लाइक कहिलेकाहीँ स्ट्रङ इमोसन फिल हुन्छ नि, आई क्यान ग्राउन्ड माइसेल्फ लिटरली इन 2 मिनट्स के। तपाईँको लाइफमा तपाईँले चाहेको जस्तो भएको छैन, सोचेको जस्तो भएको छैन भने चाहिँ तपाईँको इमोसनले ब्यारियर क्रिएट गरेको हुन्छ कि लिटरली। वेस्टर्न कल्चरमा पनि कुरालाई चाहिँ बिलिभ गर्छ है, तपाईँहरूले बुक पढ्दाखेरि भेट्नुहुन्छ होला। तपाईँको लाइफमा केही कुरा हुनलाई चाहिँ तपाईँको एनर्जीले ब्लक गरेको हुन्छ। हाम्रो देशतिर चाहिँ ग्रहले छेकेको यस्तो यस्तो भन्छ नि, मलाई चाहिँ ग्रहले छेकेको आई डोन्ट नो त्यो कुराहरू, तर ग्रहले छेकेको, नराम्रो नजरले छेकेको, यस्तो उस्तो भन्छ नि। बट आई फिल लाइक आफ्नो हाम्रो इमोसन्सको ब्यागेजले ब्यारियर क्रिएट गरेको हुन्छ जस्तो लाग्छ। एन्ड वाइ मैले त्यस्तो किन फिल गरेँ त भन्दा, एभ्री टाइम वेन आई सिक काउन्सिलिङ मलाई मेरो लाइफमा चाहिँ नयाँ कुराहरू आइरहेको हुन्छ क्या। यो कति लास्ट गर्छ, नयाँ कुरा आयो, राम्रो कुरा आयो, र त्यो कति लास्ट गर्छ भन्ने पनि फेरि मेरो आफ्नै इमोसनले नै डिटरमाइन गरिरहेको हुन्छ क्या। एन्ड दिस इज वाट आई हेभ बिन प्रिसाइजली नोटिस गरेको 2 इयर्स भयो। लाइक योभन्दा सर्टेन इयर अगाडि चाहिँ आई वाज सिकिङ फर अ जब जहाँ चाहिँ म लङ टर्म सेटल डाउन हुन सकौँ भनेर, त्यो भइरहेको थिएन क्या। एन्ड आई टुक सेसन, काउन्सिलिङ सेसन, त्यति बेला चाहिँ त्यो मैले चाहेको कुरा, मैले वेट गरिरहेको कुरा मेनिफेस्ट भएको जस्तो भएको थियो क्या। त्यो मेरो लाइफमा आयो, त्यो जब मैले पाएँ। टाइम पास्ट एन्ड आई इन्जोय द्याट जब क्या। आई लिटरली इन्जोय द्याट जब। आई हेभ नो कम्प्लेन। आई लिटरली इन्जोय द्याट जब होइन, किनभने मेरो स्पिरिटसँग अलाइङ हुन्थ्यो। वर्क इन्भाइरोमेन्ट पनि एक्ज्याक्टली वाट आई वान्टेड जस्तो थियो होइन। सर्टेन टाइम पछि चाहिँ एउटा समय आयो, लाइक हामीलाई नराम्रो सिचुएसनले चाहिँ नेगेटिभ इमोसनमा ड्र्याग गर्छ कि। अनि त्यो कम्पनीमा कुनै नराम्रो सिचुएसन आयो र म नेगेटिभ इमोसनतिर गएँ होइन। एन्ड आई लिटल ह्याड टु लिभ द्याट जब एज वेल। म आफै नै क्विट गरेँ किनभने त्यो इमोसनले मलाई तर्सायो। म धेरै नेगेटिभिटीतिर ट्र्याक भएँ र मेरो लाइफमा त्यस्तो इभेन्ट पनि भएको छ जब म एकदमै धेरै नेगेटिभ भइराखेँ नि कन्सटेन्टली। त्यति बेला नराम्रो के मेरो लाइफमा हुनै नपर्ने इभेन्टहरू पनि भए। आई साइड अस्तिको सेसन गरेको
भोलिपल्ट नै यस्तो राम्रो कुरा आयो मेरो जिन्दगीमा एन्ड यु नो कहिलेकाहीँ हामी लो इमोसनमा हुन्छौँ क्या लाइक किन मलाई यस्तो भयो, किन त्यसले मलाई त्यस्तो गर्यो, किन यो मसँग भयो, त्यो गिल्ट हो नि त। गिल्ट अथवा ब्लेम पनि नेगेटिभ इमोसन भयो। अनि त्योभन्दा अगाडि मेरो लाइफ पहिल्यै स्पिरिचुअल्ली यो सबै कुराहरू थाहा पाउनु, मेन्टल हेल्थको बारेमा थाहा पाउनुभन्दा अगाडि कन्सटेन्टली त्यो एकदमै कम्प्लेन गर्ने मुडमा हुन्थेँ क्या। एन्ड त्यो लाइफ यति मिजरेबल थियो। अनि जेलेसी फिल गर्थेँ मैले होइन, लाइक म नेपालमा थिएँ, मेरो साथीहरू अस्ट्रेलिया अमेरिका गएर 3-4 तलाको घर थडाएर आएका थिए एन्ड सोसियल मिडियामा देखेर मलाई जेलेसी भइरहेको थियो। अनि म चाहिँ डिप्रेसनमै जाला जस्तो भएको थियो बिकज जेलेसी इज नेगेटिभ इमोसन राइट। एन्ड मलाई किन भइरहेछ त जेलेसी, साथीहरूले गरेको प्रगतिमा त म त रमाउनु पर्ने, तर मलाई किन भयो यो भन्ने एक दिन प्रश्न आयो क्या। थिङ्किङ के आफूले कस्तो सोचिरहेको छु भनेर चाहिँ अवेर सोच्न थालेँ आफूले। अनि त्यसको साथसाथै म एउटा क्लिनिकमा काम गर्थेँ। त्यहाँको म्यानेजर सर चाहिँ लाइक मैले उसको अगाडि यति धेरै कम्प्लेन गरिरहेको छु, त्यो सर चाहिँ चुप्प लगाएर सुनिदिनु भएको के। अनि आज लाइक मैले आफूलाई एकछिनपछि मैले नोटिस गरेँ कि सबै शान्त छ, म मात्रै वाइ एम आई कम्प्लेनिङ कन्सटेन्टली भनेर के।